हेलो साथीहरू, आज चाहिँ हामी घरमै आलुचप बनाउन आँटेको। यो चाहिँ आधी बनाइसकेको छु मैले। म फेरि मुसेर बनाउँछु। यो चाहिँ आलुचपको पिठो हो। मैले चाहिँ बनाइसकेको छु। यो चाहिँ पकौडा हो। मैले अघि नै बनाइसकेको थिएँ अनि राखेको थिएँ बनाएर। अब म फेरि मुसेर बनाउँदैछु यहाँ आलुचप। मैले आधी बनाइसकेको छु हेर्नुहोस्। अब म फेरि यसलाई पिठोमा लाएर तेलमा लाउँदैछु हेर्नुहोस्। अब खरिँदैछ आलुचप। म साइडमा लाउँदैछु, अब अर्को साइडमा लाउँछु। मैले लगाइसकेपछि मेरो आलुचप बनियो हेर्नुहोस् त। यति धेरै बनियो आलुचप, मिठो भएको छ। अब म तपाईँहरूलाई फुटाएर देखाउँदैछु हेर्नुहोस्। सबैजनाले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुलिदिनु होला। यो चाहिँ हाम्रो थुक्पा हो। अब हामी चाहिँ खान आँटेको। बाई बाई साथीहरू।